दर्शकबिन नमस्कार। यतिखेर चाहिँ हामी छौँ कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत हरियाली चोक नजिक। आज हामी अहिले 15 वर्षसम्म गिरिराज चल्ला ब्रोन्डिङ गर्दै बेचिरहनु भएको उहाँ रियान खानसँग भेटघाट भएको छ र हामी कुराकानी गर्छौँ। स्वागत छ हजुरलाई। हजुर अरू आराम हुनुहुन्छ हजुर? आराम छ। अनि हजुर सन्चै हुनुहुन्छ? एकदम म चाहिँ सन्चै छु। अहिले तपाईँको यो चल्ला व्यवसाय कतिको राम्रो छ? अहिलेसम्म त राम्रो भइरहेछ। 15 वर्ष भइसक्यो। अनि हजुरले जस्तो 1500 चल्ला हाल्यो भने अनि राम्रोसँग हुर्कायो भने 15 दिनसम्म पाल्यो भने हजुरले 20 देखि 25,000सम्म आउँछ। 1000 चल्ला बराबर 1000 चल्ला बराबर 15 दिनमा 20-25 हजार आउँछ। मजाले आउँछ। तपाईँको घर चाहिँ पहिलाको कहाँ? मेरो घर इन्डिया हो। हजुर। रामपुर उत्तर प्रदेश। हजुर। अनि म सानैदेखि नेपाल आएको। अनि मैले सुरुदेखि त्यही व्यापार गरेको चल्लाको। अहिलेसम्म राम्रो भइरहेछ गिरिराज चल्ला। हाम्रो गिरिराज हुन्छ, ब्रोइलर, अनि कडकनाथ, त्यसपछि लोकल पनि हुन्छ। अब जस्तो मान्छेले अर्डर गर्छ त्यही हिसाबले हामीले मगाउँछु। अनि अल नेपाल सप्लाई हुन्छ। जस्तै अल नेपाल सप्लाई गर्छु भन्नुभयो तपाईँले है, कसरी सेवाहरू दिने गर्नुभएको छ? तपाईँ एक्लै हुनुहुन्छ कि योमा अरू पनि टिममा हुनुहुन्छ? होइन, हाम्रो टिममा 5-6 जना छन्। हजुर। अनि त्यो केटाहरूले हुर्काउँछ। मैले त के हो सुरुमा त मेहनत गरेँ, अहिले त गर्नै परेन। हजुर। अहिले त त्यही हो कि अब केटाहरूले चल्ला पाल्छ अनि मैले यो अर्डर मात्रै लिने हो के। अनि त्यही महिनाको 1-1.5 लाख रुपियाँ मजाले कमाउँछु। महिनाको बसी 1-1.5 लाख कमाउनुहुन्छ र प्लस तपाईँसँग भएकाहरूले चाहिँ कति कमाउँछन्? त्यो केटाहरूले जस्तो बाइकमा, अटोमा, साइकलमा डुलाइरहे मजाले तिनीहरूले 40-45 हजार महिनाको कमाउँछ। अनि मैले त्यही 1 देखि 1.5 लाखसम्म कमाउँछु। खुसी लाग्यो तपाईँसँग कुरा गर्न पाउँदा। र तपाईँले अब चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कसरी यो व्यवसायलाई अगाडि बढाउन चाहनुहुन्छ? अब त्यही जस्तो साथीहरू जुट्दै जान्छ अनि त्यही हिसाबले मैले बढाउने खोजेँ हो। अब हजुरहरूले पनि गऱ्यो भने अनि सम्पर्क गर्नु। मेरो मोबाइल नम्बर रहेछ 9869213104। हजुर। तपाईँले जस्तै फ्री होम डेलिभरी दिन सक्नुहुन्छ कि डेलिभरीको चार्ज लाग्छ? फ्री दिन सक्छ, फ्री हो। तपाईँको 4-5वटा चल्ला लिएर त फ्री दिन सक्नुहुन्न। जस्तै कति चल्लाको अर्डर आयो भने तपाईँ फ्री होम डेलिभरी दिन सक्नुहुन्छ? 100 चल्लादेखि माथिसम्म फ्री डेलिभरी दिन सक्यो। हजुर। जस्तै अब 100 चल्ला पाल्ने किसानहरूलाई है, किसान व्यवसायीहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? यो गर्दा तपाईँहरूले कतिको क्षति बेहोर्नुपर्छ र कतिको नाफा बेहोर्नुपर्छ? योमा दुई तर्क राख्नुहोस्। क्षति त कति पनि बेर्न परेन। ब्रोइलर जस्तो होइन यो गिरिराज, यसमा क्षति बेर्न परेन, नाफै हुन्छ। धेरै जस्तो नाफा आइरहेछ अहिलेसम्म। हजुर। अनि ब्रोइलर पाल्न फाइदा हो कि गिरिराज पाल्न? गिरिराज पाल्न फाइदा हो। ब्रोइलरमा त अलि रोग बढी आउँछ, गिरिराजमा यस्तो रोग आउन। अनि सेम लोकल जस्तो पाल्न मिल्छ। त्यो यो सेम लोकल जस्तै पाल्न मिल्यो है? ओके, ल थ्याङ्क यू जोडिनु भएकोमा।